सम्पूर्ण मित्रजनहरूलाई हृदयदेखि हार्दिक नमन व्यक्त गर्न चाहे र हजुरहरू सबै सन्चो कुशलै हुनुहुन्छ होला। र विशेष गरेर देशको परिस्थिति अहिले एकदम जर्जर अवस्थामा छ, तपाईँ हामीले बुझिरहेका छौँ। र अहिले मात्रै नभएर तपाईँको पहिलेदेखि नै तपाईँको यस्तो खालको अवस्था थियो होइन। र यो अवस्थालाई चाहिँ अब परिवर्तन गरेर केही सोचहरू परिवर्तन गरेर भनेको मतलब प्रत्येकको व्यक्तिको सोच चाहिँ परिवर्तन भएर तपाईँको नेतृत्व गर्नेदेखि लिएर तपाईँको चाहिँ अब विशेष गरेर समाज र जनताको चाहिँ अब सोच परिवर्तन भयो भने कम्तीमा पनि यो देशमा प्रगति र उन्नति हुन्थ्यो कि भन्ने हाम्रो आशा हो। तर नि त्यो आशामा हामी पुग्न सकिन्छ, तर नि सबैको मानसिकता र यो दिमाग चाहिँ चेन्ज हुनुपर्छ। तर नि हामीले तपाईँको राम्रो तरिकाले सबैले सोच्यो भने पक्कै पनि त्यो परिवर्तन हुन्छ, हामीलाई थाहा छ। तर नि कतिले चाहिँ होइन त्यो दिमागै चेन्ज नगरे कि पहिलेदेखि आफूले सर्कुलरमा जे काम गरेर आइरहेछ त्यही काम मात्रै गर्ने निरन्तरता दिने भन्ने खालको सोच भएकै कारणले गर्दाखेरि आज नेपाली समाज जनतालाई दुःख र पीडा छ भन्ने कुरो हामीले बुझेछौँ। त्यसले गर्दाखेरि कोही व्यक्तिहरू पहिलेको सर्कुलरमा हिँड्नु खोज्छ भने कति व्यक्तिहरू अहिले नयाँ रेसियोमा जाउँ, परिवर्तन गरौँ, यो दिमाग हाम्रो सोचलाई परिवर्तन गरौँ र यो देशमा केही परिवर्तनको लागि हामीले कम्तीमा पनि यो देशमा तपाईँ हामी सबै मिलेर एउटा चुनावको माहौलबाट हामीले अब भोटिङ सिस्टमबाट हामी जितेर जुन पार्लियामेन्टमा जान्छौँ र अन्तदेखि माथि राष्ट्रिय सभामा पुगिसकेपछि हामीले एउटा नियम कानुन बनाऊँ र यो देशमा कलखाना उद्योग खोल्ने खालको एउटा नियम कानुन बनाऊँ सबै मिलेर। र यो देशमा तपाईँ कम्तीमा पनि होइन कृषि उत्पादन गरेर खाली भूमिमा कृषि उत्पादन गरेर त्यो नेपाली समाज जनतालाई त्यहाँ जोडौँ र अन्न बालीदेखि चाहिँ नेपाली समाज जनतालाई भरपुर खान पुगोस् भन्ने खालको मानसिकता र दिमाग र सोच भएकै कारणले र भिजन भएको कारणले गर्दाखेरि केही सीमित मान्छेहरू त्यो बाटोमा हिँडिरहेको छ। र तपाईँ हामीले नजिकबाट हेरिरहेका छौँ। र तपाईँहरूले के सोच्नुहुन्छ नेपाली समाज जनताहरूले यो देशमा परिवर्तन भएर मानसिक र दिमाग परिवर्तन गरेर यो देशमा कलखाना उद्योग खोलेर कृषि उत्पादन गरेर त्यहाँनिर अब इन्भल्भ भएर तपाईँ हामीले जागिर र काम पाएर त्यहाँनिर जोडिएर हामी अगाडि बढ्न चाहनुहुन्छ कि नेपाली समाज जनताहरू, कि पुरानै रेसियोमा तपाईँहरू हिँड्नु चाहनुहुन्छ? पुरानो रेसियोको चाहिँ अब कस्तो खालको सोच छ भने तपाईँको अरूलाई अब काम लाउने, काम त लाउने, काम लाएर तपाईँ विशेष गरेर आफूलाई मात्रै हुने र गफ मात्रै गर्ने, विशेष गरेर तपाईँको यो देशमा चाहिँ कलखाना उद्योग पनि नखोल्ने, तपाईँ कृषि उत्पादन नगर्ने, गफ मात्रै गर्ने खालको के अरे पुरानो रेसियोमा जानु चाहनुहुन्छ त? तपाईँहरू विचार गर्नु होला, तपाईँहरूले सोच्नु होला र तपाईँहरूको मानसिकता र दिमाग कस्तो खालको छ, तपाईँको सोच कस्तो खालको छ। र अहिले नयाँ रेसियोमा तपाईँहरूको के अरे सोचे अनुरूप तपाईँ हामी अगाडि बढ्यो भने पक्कै पनि यो देशमा हामीले सुख र समृद्धि र के अरे अब शान्ति पनि पाउनेछौँ। र सुख र समृद्धि हुनु भने हामीलाई शान्ति हो। जब हामीलाई के अरे दुःख पीडा हुन्छ त्यतिखेर हामीलाई आक्रान्त हुन्छ, आक्रान्त भएपछि तपाईँ हामी दुःखमा पेलिन्छौँ र पेलिएपछि हामीले के हुन्छ, यो देशमा बस्ने वातावरण हुँदैन, यो देशमा हामीलाई रोजगारीको व्यवस्थापन नभएपछि हामी के हुन्छौँ भने हामी विदेश पलायन हुनु बाध्य हुन्छौँ। विदेश गएर अर्का देशमा गुलामी गरेर अब जीव सन्चो रहेसम्म दुःख गर्ने हो, आफ्नो परिवारसँग के अरे अब देश छोडेर आफ्नो परिवारसँग बिछोड भएर तपाईँको अर्का देशमा गएर बस्नुपर्छ। र त्यहाँ गएर पक्कै पनि सन्तोष र सन्चो चाहिँ हुन्न कि पीडै पीडा हुन्छ जिन्दगी। र त्यो अब जानेले भोग्नेले भोग्नु भएको होला, कतिले भोगिराख्नु भएको छ, कतिले पीडा सधैँ मृत्युवरण पनि गर्नु परेको होला। अब कस्तो अवस्थामा तपाईँहरूको के अरे त्यहाँनिर अब मृत्युवरण भइरहेको छ, कतिको अब सीमित मात्रामा नेपाल फर्केर आउनु भएको छ, कोही त्यही पनि आफ्नो होइन घरको परिस्थितिहरू डामाडोल भएको पनि हामीले देखिरहेको छौँ। त्यस्तो खालको परिस्थितिमा नपुगौँ र कम्तीमा तपाईँ हाम्रो के अरे मानसिकता र दिमागको चेन्ज होस्, चेन्ज भएर कम्तीमा यो देशमा के अरे एउटा सही नेतृत्व गर्ने व्यक्तिले सही मार्गनिर्देशन देखाएर भोलि गएर उसकोलाई हामीले समर्थन सपोर्ट गर्दाखेरि जुन व्यक्तिले हामीले समर्थन गर्छौँ त्यो व्यक्तिकोद्वारा चाहिँ हामीलाई भोलि यो देशमा बस्ने वातावरण होस् र यो देशमा हामीलाई जागिरको व्यवस्थापन गरोस् भन्ने खालको हामीलाई सोच विचार छ भने पक्कै पनि तपाईँ हाम्रो यो दिमाग हाम्रो सोच परिवर्तन गर्नुपर्छ भन्ने तपाईँलाई म जानकारी दिँदै तपाईँबाट अहिले म यति भन्दै बिदा हुन्छ। हस्त, धन्यवाद।